सिंहदरबारका पापी मेरो कर्णालीको युवालाई मार्यो पापीले। हे पापी, जो रवि लामिछाने जेल नेल हुँदा एकजना म थिएँ जिउँदो रविको हस्ताक्षर गर्नको लागि, रविको आवाज उठाउने म थिएँ। तर आज सत्तामा गइसकेपछि हिजोको केपी, हिजोको प्रचण्ड, हिजोको शेरबहादुर भन्दा पनि झन् अपराधी, झन् करुणा नभएको, माया नभएको, दया नभएको, मानवता नभएको मान्छे हामीले सत्ता हिजो 4 बजेसम्म पनि यहाँ एसीमा राखेको थिएन रे। यी हत्याराहरूले कर्णालीको जनता, कर्णालीको छोरालाई मारिदिए। तपाईँलाई कस्तो लागिरहेछ? तपाईँलाई कस्तो लाग्यो? को दोषी हो? यी हत्यारालाई पैसा चाहिने रहेछ। यी हत्याराहरूलाई, यी पापीहरूलाई पैसा चाहिने रहेछ। पापीहरूलाई, ए पापी, ए सिंहदरबारका पापी, ए बालुवा टार गर्ने पापी, म तँलाई मेरो कर्णालीका जनताको किनी बेचेर पैसा दिन्थे। ए पापी, मेरो युवालाई मारिस पापी। ए पापी, ए पापी, ए पापी, ए पापी, मेरो कर्णालीको जनतालाई मार्यो पापीले। मेरो कर्णालीको युवालाई मार्यो पापीले। मेरो कर्णालीको युवालाई मार्यो पापीले। हे पापी, औषधि गर्नु पर्दैन थियो, तत्काल उपचार गर्नु पर्दैन थियो, तत्काल छानबिन गर्नु पर्दैन थियो। एउटा अपराधीलाई पौडे जस्तै गरेर जलन भएको मान्छेलाई 2 हातमा हत्कडी लाएर हिटाल्ने पापी। नसा चुड्यो, आगोले पोलिएको नसा यो पापीले सडकमा हिटाल्यो, सडकमा घिसार्यो। त्यसपछि मेरो कर्णालीको युवाको नसा चुड्यो। यो नसा चुड्यो, यो पापीले मेरो कर्णालीको युवा मार्यो, मेरो कर्णालीको सपना मार्यो, मेरो कर्णालीको भविष्यमाथि अपराध गर्यो, मेरो कर्णालीको भविष्यमाथि अपराध गर्यो पापीले। छानबिन समिति गठन हुनु पर्यो। छानबिन समिति गठन हुनु पर्यो। कसले त्यो गर्न बाध्य बनायो? कसले त्यो गर्न बाध्य बनायो? त्यो पापीलाई कानुनी कठघरा गर्नुपर्छ। त्यो पापीलाई कानुनी कठघरामा गर्नुपर्छ। आज सुकुम्बासीलाई मार्यो, आज गरिबलाई मार्दैछ। गरिबलाई जन्म दिएर पापीले हामीले भगवान मान्यौँ, हामीले गौतम बुद्ध मान्यौँ, हामीले भगवान मान्यौँ। यो पापीले हामी गरिबको रगत खाँदा पापीलाई मजा हुन्छ। त शैतान जस्तै भयो। हिजो प्रेम आचार्यले आत्मदाह गर्दाखेरि बालनले चाहिँ काठमाडौँको मेयर थिए। त्यति बेला उनले भनेका थिए कि यो राज्यको असफलता हो, राज्यको कारण चाहिँ प्रेम आचार्यले आत्मदाह गर्नु पर्यो भनेका थिए। रवि लामिछानेले त माफी नै मागेका थिए, त्यति बेला गृहमन्त्री थिए। तर ती सबै अनुहारहरू देशको कार्यकारी प्रमुख, राज्यको नेतृत्वमा छन्, तर उनीहरू बोल्दैनन्। के लाग्छ तपाईँलाई? हिजो जनतालाई आँखामा छारो हाल्नु थियो। स्वयं मैले पनि त भगवान सम्झेको थिएँ नि त, मैले पनि गर्छ सोचेको थिएँ नि। हिजो रवि लामिछाने जेल नेल हुँदा एकजना म थिएँ जिउँदो रविको हस्ताक्षर गर्नको लागि, रविको आवाज उठाउने म थिएँ। तर आज सत्तामा गइसकेपछि हिजोको केपी, हिजोको प्रचण्ड, हिजोको शेरबहादुर भन्दा पनि झन् अपराधी, झन् करुणा नभएको, माया नभएको, दया नभएको, मानवता नभएको मान्छे हामीले सत्तामा पुर्यायौँ। हामीले भगवान मान्यौँ होइन र? हामीले भगवान मान्यौँ, हामीले गौतम बुद्ध मान्यौँ, हामीले पशुपतिनाथको बोल्दैन। उसलाई के छ? उसलाई आफ्नो श्रीमतीलाई 2 मिनट ट्राफिकले रोक्दा सिंहदरबार आगो लाउनुपर्छ भन्ने मान्छे आज सुकुम्बासीहरू हत्या गरिरहँदा, आज गणेश प्रसाद, गणेश नेपाली जस्ता युवाहरूले रहँदा, आज नेपाली जनता, गरिब जनतामाथि अपराध गरिरहँदा बालेनजीको त्यो छैन। बालेनजी भनेका साँच्चीकै शैतान। उनीसँग माया छैन, उनीसँग करुणा छैन, उनीसँग देश प्रेम छैन, उनीसँग कुनै पनि किसिमको जनताप्रति